वेटिङ फर हेलिकप्टर। आज हेलिकप्टरबाट सहारा हेर्ने प्लान अनुसार हामी तयार भएका छौँ। यो हो आजको हाम्रो सारथी। वायुको दबाव चिर्दै आज हामीलाई मरुभूमिमाथिको अविस्मरणीय उडान दिन तयार भइसकेको छ। हावाको गति 25 नट, हावाको दिशा 185 डिग्री, तापक्रम 30 डिग्री सेन्टिग्रेड। यामाई हेलिकप्टरको लागि वेदर उडान योग्य छ। सिटको पेटी बाँधिसक्यौँ। एमआईले आफ्नो गर्जनसहित उडान भरिसकेको छ। हामी जमिन छोडिरहेका छौँ। हामीसँगै छ नेभिगेसनल टुल र यसकै सहारामा आज हामीले करिब 1 घन्टा 30 मिनटको हवाई यात्रा तय गर्नेछौँ। तर नआत्तिनुहोस्, मैले 4-5 मिनटभित्र कभर गर्नेछु। आँखाको दायराभन्दा पनि फराकिलो असीमित सहारा लाग्छ कि कहिल्यै सकिँदैन। माथिबाट हेर्दा मङ्गल ग्रहको जस्तो सतह, तलको यो रेखालाई हेर्दा लाग्छ कि त्यहाँ मुनि पानीको सम्भावना हुनुपर्छ र केही रुखहरू पनि देखिन्छन्। मरुभूमिमाथि बनेका भौतिक संरचनाहरू, बिल्कुल फरक दृश्यहरू। वाउ, धरती नभई कुनै फरक ग्रहको यात्रा गरिरहेको आभास। जता हेरे पनि एउटै देखिन्छ। पूर्व, पश्चिम, उत्तर, दक्षिण कता हो पत्ता लगाउन असम्भव। अनुमान लगाउन पनि मुस्किल, विकराल, अनिश्चित। यो ठाउँमा मान्छेहरूको दिनचर्या कस्तो होला? यो निखर रुखो जमिनलाई देख्दा मन हलुका भएर आउँछ। यताका दुःख देखेर आफ्ना दुःख नै लाग्दैन। इट्स अ डिफरेन्ट ट्र्याङ्क्युलिटी अफ माइन्ड। मरुभूमिमा पर्खाल लाउन राम्रो ढुङ्गा नभए पनि तल देखिन्छ बालुवाको पर्खाल। यसले तीव्र गतिको हावाबाट धेरै हदसम्म बचाउ गर्छ। बालुवाको पर्खाल, अमेजिङ। सहारामाथिको बस्ती। अचम्म लाग्यो होला है, यस्तो मरुभूमिमा पनि कसरी बस्न सक्यो होलान् भनेर। यसको एउटै जवाफ, आशा। जमिन निर्जर भए पनि यो भित्र अथाह फोस्फेट रहेको छ। सो यो दृश्य देख्दा मनमा के कुरा खेल्छ भने जबसम्म आशा छ तबसम्म जीवन छ, चाहे जतिसुकै कठिनाइ किन नहोस्। तर आशा सकिएपछि सुखै सुख भए पनि जीवन सकिने रहेछ। सहारालाई हेर्दा मनमा एउटा विचार आयो। मान्छेहरू अर्बौं डलर खर्च गरेर मङ्गलमा बस्ती बसाउने होडबाजीमा लागेका छन्। मङ्गलभन्दा पहिला यो असीमित उजाड भूमिमा व्यवस्थित बसाए कस्तो हुन्थ्यो होला है। 1.5 आवरको उडानपछि अब ल्यान्ड हुने बेला भएको छ। बिस्तारै हेलीले उचाइ घटाउन थालेको छ। सो हामी हेलिप्याड भन्दा माथि आइपुगेका छौँ। Finally, we touched down helipad. Thank you, bro. आजको यात्रा यति नै। तपाईँहरूका पनि जीवनका प्रत्येक यात्रा सुखद रहन्। जहाँ भए पनि सुखी र सुरक्षित बस्नुहोला। Thank you.
आजको सारथी एमआईलाई पनि यहीँ बिदा गर्छौँ। सी यु अल नेक्स्ट टाइम।